ल आज ल्होसार स्पेसल खाँदै पिकनिक जस्तो हो। ह्याप्पी ल्होसार सबैजनालाई, स्पेसली तामाङ समुदायहरू दाजुभाइहरूलाई, दिदीबहिनी देश विदेशमा हुनुभएको सम्पूर्णलाई ह्याप्पी तामाङ ल्होसार। दाइ सोल्टी होटलमा कुक गरेर आउनु भएको हुन्छ। दाइ हजुरको नाम चाहिँ के हो? बाबुदर पराजुली भाउ। म फेरि कलाकार पनि हो भाइ। हो र दाइ? क्यामेराम्यान पनि हो। क्यामेरा सन्तोष पन्तको हिजो कुरा खिच्ने खिच्नु हुने दाइ उहाँले। क्यामेराम्यान, फोटोग्राफर पनि। श्रीकृष्ण गौरी मल्ल हामीसँगै हो एक डेटमा भाइ। म हेर्दै रहर लाग्दो भयो नि है भाइ। मास पनि छ। बोइल गरेर चाहिँ बनाउँछ होला। बोइल गऱ्यो बोक्सलाई। Hello guys, Lasut, happy Lasar to all the Nepali, especially Tamang society and all the Nepali people. Happy Lasar, Lasut, happy Lasar. Also, म टुरी हिलमा छु र अहिले 7 बजिसकेको छ अनि एकदमै रमाइलो भइरहेको छ, कन्सर्ट जस्तै भइरहेको छ। अनि यो चाहिँ टुरी हिल हो है गाइज, कन्सर्ट भन्ने कल छैन र। But we miss Raju Lama पनि आइदियो अब बब्बाल हुन्थ्यो। एउटा कुरो थाहा नभएको कुरा चाहिँ यो ठुल्ठुलो ल्होसारमा चाहिँ यो ठुल्ठुलो कलाकारहरू किन आउँदैन है? यो चाहिँ मलाई पनि अचम्म लाग्छ। गुरुङ ल्होसारमा पनि आउँदैन, तामाङ ल्होसारमा पनि आउँदैन यो कलाकारहरू चाहिँ। यसको कारण चाहिँ के होला है थाहा, तर एकदमै दमदार प्रस्तुति दिइरहेको छ, माहौल एकदम तातिरहेको छ। वाउ, घोडा म पनि घोडा वर्ग हो नि त गाइज है। आई लभ घोडा वर्ग, जसमा म यहाँ आइपुगेको छु।